Hello guys, namaste, namaste and good morning from the Those Raja and say Thoseदेखि चुचुरेसम्मको यात्रामा छौँ। है त त्यहाँसम्मको कहिले दृश्य अब बाटोमा के हुन्छ हेर्दै जानुपर्छ र त्यहाँसम्मको दृश्य तपाईँहरूलाई पनि देखाउनेछु। है त यो चाहिँ ठोसेको पुरानो चोक। है त यहाँबाट माथि गयो भने रोड निस्किन्छ खोलाको छेउमा, अनि यताबाट एउटा चौकी साइड बजार जाने, अनि यो साइड चाहिँ उता फेरि पर रोड निस्किन्छ। है त यो चाहिँ ठोसेको पुरानो बजार। है त यतातिर सबै घरहरू थियो, त्यो चाहिँ भूकम्प बेला भत्किसकेपछि यो पुनः संरचनाहरू निर्माण भएन यहाँ, त्यही भएर यस्तो खण्डहर छ, यस्तो बवाल थियो। यतातिर अगाडि पुरै व्यवस्थित तरिकाले बसेको बस्ती होइन, यस्तो बाटो पनि बवाल थियो त्यति बेलादेखि नै, अनि यो साइड पनि पुरै घर थियो, तर अहिले यस्तो छ। Search of my soul, 'cause I feel you slipping. Don't fade away to memory. I can feel you calling out my name somewhere in the galaxy. पानी परेर तनाव पर्ला जस्तो छ अहिले चाहिँ यस्तो पानी पर्दैछ होइन, अनि हाम्रो अवस्था चाहिँ यस्तो छ। है त एउटा छातामा दुईजना छौँ, अनि यता सिङ्गल बस्नेको पनि हालत चाहिँ सेम नै छ। है त यस्तो चाहिँ ट्याक्कै साउन भदौ बेला हुन्थ्यो, तर अहिले वैशाख बेला नै पनि पानीले चाहिँ पुरै साउनको याद दिलाइरहेछ। ल अब हामी माथि पुगेर चाहिँ अहिले होइन पौडी खेल्दै खेल्दै तल आउने सोच बनाइरहेछौँ। बाढी आएन भने हामी आउन पनि सक्छौँ। पानी पर्यो ल गाइस अवस्था यस्तो छ है, अनि खुट्टाको अवस्था यस्तो छ फेरि। ठोसेबाट थोरै अगाडि आइसकेपछि चाहिँ गुप्तेश्वरी महादेव मन्दिर भेट्न सकिन्छ। यसरी बाटोको अलिक मास्तिर कस्तो छ देखाइदिनु न त है। गुप्तेश्वर महादेव मन्दिर यस्तो छ, सबैको कल्याण होस्, जय होस्। गुप्तेश्वर महादेव मन्दिर चाहिँ यस्तो छ, अनि यहाँ चाहिँ अगाडि खासै केही पनि थिएन, अहिले चाहिँ संरचनाहरू धेरै निर्माण भइसकेको रहेछ। अब यो बाटोतिर हिँड्दै हुनुहुन्छ भने तपाईँहरूले पनि आफ्नो मनोकामना पुरा गर्नुहोला। यहाँ आएर दर्शन गरेर है त यस्तो छ अवस्था। ल हेर्नुहोस् गाइस, यो ठोसेतिर चाहिँ होइन खोला पनि यस्तो कालो आउँछ क्या, यो चाहिँ सब फलामको कणहरू बगेर कालो भएको भन्ने मान्यता यहाँको मान्छेहरूले भन्छन् होइन। अनि यस्तो कालो छ क्या यो खोला। है त शिवालय बजार चाहिँ त्यो है त, त्यहाँबाट अगाडि बढ्नेछौँ। यो साइडको शिवालय बजार है त यस्तो छ। अलि चाहिँ हामी ठ्याक्क यो शिवालयभन्दा अलिक अगाडि माथि देउराली जाने बाटोको छेउमा आइपुगेको छौँ। गर्ज्याङ सिधा जान्छ यो तल्लो बाटो होइन, अनि देउराली हुँदै बान्ती भण्डार चाहिँ यो माथिल्लो बाटो जान्छ। है त त्यो ठाउँमा आइपुगेको छौँ हामी। Trust, yeah. No, I don't wanna waste what's left. हामी चाहिँ अहिले त्यो परको चौरहरू सब पुग्नेछौँ होइन, त्यहाँ चाहिँ एउटा झोलुङ्गे पुल पनि छ, त्यो पुलतिर पनि गएर हामी पुरै इन्जोय हान्नेछौँ। है त अनि
चारैतिर हरियाली बबाल दामी छ ल यतातिर चाहिँ 1 नम्बर कार्यालय पनि यस्तो छ वडा कार्यालय गोकुलगञ्ज गाउँपालिका वडा नम्बर 1 को यस्तो बबाल पाटन छ यता चाहिँ अनि पाटन घुम्न भनेर आएको हामी र यो ठाउँमा आइपुगिसकेको छौँ अब योभन्दा अगाडि चाहिँ अब गइदिएन विचार गर्नुपर्छ काम पनि पर्न लागिरहेको छ सब यस्तो बबाल ठाउँ छ है त हामीले साथमा पनि turns to sun rays, and on we'll go through the wastelands, through the highways, and on we'll go. गाइस यहाँबाट चाहिँ अब हामी खाजासाजा खाइवरी हिँड्न लाग्यो होइन अनि हामी चाहिँ यो पुल तरेर पारी पारी स्टोन पार्क पुगेर माथिको रोड फर्किने भन्ने प्लान गरिरहेको छौँ यतातिर चाहिँ यस्तो बहबाल दामी छ अनि यता हामी दामी यता छौँ अझै होइन मजा म्युटमा राख्नु पर्छ अझ जग्गा फेरि हाइट पनि सब बराबर हामीले बोलेको नबुझे पनि इसारा चाहिँ बुझ्नु होला त्यति भए काफी छ जस्तो बबाल ठाउँहरूमा चाहिँ हामी घुम्दैछौँ है त यो सिठाके दोलखामा छौँ हामी अहिले पारिसतिर हामी साफ अनि बिचमा खिम्ती खोला है त ठाउँहरू चाहिँ यस्तो बबाल छ यहाँ गुम्बा खोज्नु भयो हो भेट्नुभयो त My heart rages around like an ocean in my head. I ए उता हामी बाल्नु न हो आज चाहिँ यो चुचुडीको पार्कतिर आएर चाहिँ बब्बाल रमाइलो गरियो तर इस्टर्न पार्कतिर चाहिँ गइएन होइन किनभने टाइम पनि अलिक भएन यस्तो छ बब्बाल रमाइलो छ गाइस तपाईँहरू पनि अब यतातिर रामसापतिर आउँदै हुनुहुन्छ भने यतातिर पनि यसो घुम्न आउनु होला तपाईँहरू सबैलाई निम्तो छ पुरै पानी पनि पर्न लागिसक्यो होइन अनि यतातिरको यस्तो रमणीय दृश्यहरू चाहिँ देखाउने प्रयास गरेँ मैले सो आजको भिडियो चाहिँ यहीँ गरिदिन्छु अब आउने भिडियोहरूमा फेरि पनि भेट गर्दै गर्नुपर्छ त्यति बेलासम्मको लागि चाहिँ बाई बाई टेक केयर एन्ड सी यु नेक्स्ट टाइम है त